यो तिमीलाई झुके घाममा सेवा गरी ढोका गरी आउने हेरी परमेश्वर तिमी भनेको इन्टरनेट फेसबुक चलै तिमीलाई हेरी परमेश्वर हेरी परमेश्वर तिमी मेसेन्जरमा ग्रुप च्याट बनाइकिन दुनिया दिजनालाई काम गरी अल्झाउने हेरी परमेश्वर तिमीलाई हेर तिमी भनेको इमो कि भाइबन तिमीलाई हेरी परमेश्वर तिमीलाई आजदेखि तिमीलाई गाली सराप छेउमा बगाइकिन लाने हेरी परमेश्वर हेर तिमी भनेको यो इन्टरनेट फेसबुक चलाइकिन घरको बुढीसँग 3 वर्ष लपै पनि आउने आइडी बनाइकिन तिमीलाई हेरी परमेश्वर हेर तिमी भनेको जङ्गलको धनी तिमी राजा रागिनी तिमीलाई हेरी परमेश्वर खोला नाला गरे तिमी काली नागा नागिनी हेरी परमेश्वर हेर तिमीलाई आज भनेको यो झुमे घाममा सेवा गरी चढकिन सुपाडीको साथै तिमीलाई हेरी परमेश्वर हेरी परमेश्वर आफ्नै बुढीसँग 3 वर्षसम्म फेसबुक ब्याक आइडी बनाउने तिमीलाई आज यही 2 महिनामा झुमा पुजी गरी आउने अबदेखि इन्टरनेट फेसबुक सबै साथी बसी हिँड्ने तिमीलाई अबदेखि यस्तो छोडिकन हेर तिमी मलेसियामा पाख वर्षायाङ भन्दै नेपालीलाई लुटापाटा गरी घर फर्किँदाखेरि तिमीलाई बिचको यार कोठामा रुँदै बस्ने हेरी परमेश्वर हेर सौदीबाट रोमन बराइमा वल्ला सुरा भन्दै हिँडी पर्ने तिमीलाई लासौडे केटी गए चक्करमा लागे तिमीलाई फाँसी दिने हेरी परमेश्वर हेर नेपाली दाजुभाइहरू तिमीहरूलाई आफू ध्यान पूजा गरी हाम्रो यो देश नेपाल फर्की आउने यही मनोकामना गरी तिमीलाई पाजा पुजा हेर तिमीलाई ल यसै पूजा पाठमा सेवा ढोका गरी काली सारा बगाउने होइन त्यो फ्याक आइडी बनाएर आफ्नै श्रीमतीसँग 3 वर्ष लप परेको कुखुरा ल्याउ त यहाँनिर 2 महिनामा बगाइ पठाउँछ हो के त हो यो भएन